म निर्माता निर्देशकलाई बधाई दिन चाहन्छु। यो एउटा निश्चित संस्कृतिलाई लिएर रचना गरिएको र संस्कृतिलाई लिएर दर्शाइएको यो चलचित्र नेपाली संस्कृति, नेपाली पहिचान र नेपाली स्वरूपको एउटा उत्कृष्ट नमुनाका रूपमा देखा परेको छ। चलचित्रले जुन किसिमको संस्कार, संस्कृति, परम्परा बोकेको छ, त्यो परम्परा, संस्कृति र मान्यता मासिनु हुँदैन भन्ने एउटा ठेगान बताएको छ। होइन, हामी क्रमशः आधुनिक सभ्यताका नाममा संस्कृति बाँच्ने प्रयत्नमा छौँ, संस्कृतिको पहिचान समाप्त पार्ने प्रयत्नमा छौँ, जहाँ धार्मिक रूपान्तरणको अवस्थामा छौँ। जस्तै धार्मिक रूपान्तरण त्यहाँ देखियो चलचित्रमा क्रिस्चियनिटीको जुन किसिमको देखियो, त्यो किसिमले के गर्छ भने धर्मान्तरण वास्तवमा हाम्रो संस्कारको पहिचान हुँदैन। धर्मान्तरण जुन किसिमले गरिँदैछ त्यो गलत एउटा पहिचान देखाएको छ। अर्को पहिचान तत्कालीन द्वन्द्व। नेपालले 10 वर्ष द्वन्द्व सह्यो र 10 वर्ष द्वन्द्वमा 17,000 हाराहारी नेपालीहरूले ज्यान गुमाउनु पर्यो। त्यो द्वन्द्वको उत्कृष्टता त्यति बेला थियो थिएन, अथवा द्वन्द्वको आवश्यकता थियो थिएन। होइन, द्वन्द्वले ग्रामीण भेगमा जन्मेका, ग्रामीण भेगमा रहेका, ग्रामीण गाउँले जीवन बिताएका मानिसहरूलाई के कस्तो प्रतिकूल र अनुकूल असर पारेको थियो भन्ने एउटा उत्कृष्ट नमुना त्यहाँ देखाइएको छ। द्वन्द्व कहिले पनि उन्नतिको स्वरूप पनि हुँदैन, तर द्वन्द्व पछिको संस्कार उन्नतिको बाटोमा हुन्छ। आज हामी जुन गणतान्त्रिक मुलुकमा छौँ, गणतान्त्रिक मुलुकमा रहेर त्यही द्वन्द्वका कारणले गणतन्त्र आयो। तर के देखाइन्छ भन्नुहुन्छ भन्दाखेरि एउटा लिम्बू संस्कृतिको, एउटा पहिचानको, एउटा मान्यताको र एउटा स्वरूपको जुन किसिमको त्यहाँ संवादमा देखिएको छ। अब त यो क्रान्तिपछि लिम्बुवान हुने अरे हाम्रो राज्य, एउटा जातीयताका नाममा राज्य बाँड्ने प्रवृत्तिको त्यहाँ खिसी उडाइएको छ। त्यो गलत हो। संस्कार, परम्परा, मान्यता, प्रवृत्ति र समाजका सामाजिक अवस्था कहिले पनि बाँडिँदैनन्। यो एकात्मक हो र एकात्मक रूपमा रहन्छ भन्ने एउटा पहिचान देखाउनु नै यस चलचित्रको उत्कृष्टता मैले महसुस गरेँ। जे होस्, आज आएर नेपाली परम्परा, नेपाली संस्कृति र नेपाली बाबुआमाले भोगेका पीडाहरूलाई चलचित्रका माध्यमबाट व्यक्त गर्ने जुन परम्परा र जुन संस्कार आज नेपाली चलचित्रमा देखा परेको छ, त्यसले नेपाली संस्कार, परम्परा, मान्यता, हाम्रा लोक मान्यता लोप हुँदैनन् भन्ने अठोट नै यो चलचित्रको मुख्य केन्द्र हो जस्तो मलाई लाग्छ।